देख्दा सुन्दा पनि एकदम खुसी लागेर आउँछ कि नेपाल परिवर्तन भइरहेको छ भनेर। हाम्रो यस बालेन सरकारले एउटा लिङ्क जारी गरेको रहेछ जसको नाम हो प्रतिपक्ष। गुगलमा जानुहोस्, प्रतिपक्ष भनेर सर्च गर्नुहोस् र त्यसको पहिलो लिङ्कमा चाहिँ क्लिक गरेर तपाईँहरू भित्र जान सक्नुहुन्छ। अनि त्यसपछि त्यस लिङ्कमा आजको मुख्य काम के भयो, आज के कति कामहरू बन्यो, के कति कामहरू आज बनेन भन्ने सबै कुरा त्यहाँ हेर्न पाइन्छ र त्यसको मूल्याङ्कनहरू पनि गर्न सक्नुहुन्छ कि कतिको के भएको छ र कुन काम बनेन त्यसको पनि सूची तर जारी गरेर राखिएको छ। अझ अर्को इन्ट्रेस्टिङ कुरा के हो भने जुन कुरा आफ्नो क्षेत्रको जुन कुराको आफूलाई एकदमै गुनासो भएको कुरा चाहिँ सिधै सांसदहरू कहाँ राख्न सकिन्छ। सिधै सांसदहरूसँग आफ्नो गुनासो चाहिँ त्यसमा टाइपिङ गरेर पठाउन सकिन्छ। हेर्दा नि कति खुसीको कुरा। यो अहिलेसम्मको पनि कुनै पनि सरकार कुनै पनि केहीको सायद मलाई लाग्छ कि विश्वमा पनि यस्तो छैन होला क्या, जुन जनताले सिधै तपाईँको सांसदसँग कुरा गर्न सक्नुहुन्छ। सांसदलाई आफ्नो गुनासो ल्याएर त्यही गुनासोलाई हाम्रो प्रधानमन्त्रीज्यूले हेर्नुहुन्छ र त्यसको सल्भ गर्ने कोसिसमा हुनुहुन्छ र जुन कुरा त्यहाँ मूल्याङ्कनमा हुन्छ र त्यस सबै कुरालाई तपाईँहरूले प्रष्ट देख्न सक्नुहुन्छ। यदि मेरो कुरामा विश्वास लाग्दैन भने एकचोटि गुगल लिङ्कमा जानुहोस् र प्रतिपक्ष सर्च गरेर सबै कुरा हेर्नुहोस्। धन्यवाद।